हेलो अस्सलाम वालेकुम। म अमिना फेरि पनि म आफ्नो भिडियो लिएर आइसके। आज चाहिँ हाम्रो डे 2 अर्थात् कतार घुमाइको दोस्रो दिन। आज हामी घुम्नको लागि लुसेल जाँदैछौँ। यो मरिना डिस्ट्रिक्टमा रहेको छ। लुसेलमा रहेको कतारा टावर त सबैलाई थाहा नै छ होला, मुन टावर, जसको नाम नै काफी छ। अब हामी रुमबाट निस्किएर मेट्रोतर्फ गयौँ। मेट्रो चढिसकेपछि लेक्तैफियामा झरेर लुसेल जाने मेट्रोको वेटिङमा बस्यौँ। लेक्तैफियाबाट चाहिँ रेड लाइनको मेट्रो चढ्नु पर्ने रहेछ, त्यसैले यहाँबाट मेट्रो चढेर केही समयपछि लुसेल पुग्यौँ। यो चाहिँ लुसेलको मेट्रो स्टेसनबाट देखिएको मुन टावरको दृश्य हो। यो दृश्य देख्दा म त हेरेको हेरे भए। टाढाबाट हेर्दा त यति राम्रो थियो भने नजिकबाट त झन् कुरै नगरौँ। त्यसपछि हामी मुन टावरको नजिक पुग्यौँ। दिउँसो कतार गर्मी भए पनि बेलुका चाहिँ हावा चल्ने र चिसो चिसो मौसम भएको कारण हामीले चिया पियौँ। यहाँ सानो बच्चाको लागि खेल्ने खेलौना रहेछ, त्यसमा अरहमलाई राखिदिए। अरहम चाहिँ ओ नो बाबा बचाऊ बचाऊ भन्दै खेल्दै थियो। अनि हामी मुन टावरको नजिकै भएको पानीमा गयौँ। यहाँ आई लभ लुसेल लेखेको ठाउँ रहेछ। मेरो नाम चाहिँ एबाट सुरु हुने भएको भएर ए लेखेको ठाउँमा फोटो खिचे। त्यसपछि चिसो मौसमसँगै मुन टावरको नजिकै घुमफिर सँगसँगै यहाँबाट समुद्रको दृश्य हेर्दै बस्यौँ। मलाई चाहिँ मुन टावर एकदम रमाइलो लाग्यो। अब कतारमा घुमेर मात्रै भएन, ड्युटी पनि भ्याउनु पर्यो, त्यसैले हामी हेर्दै घुम्दै आफ्नो रुमतिर फर्कियौँ। आजको भिडियो यही लुसेलको मुन टावरसम्म। भोलि फेरि नयाँ ठाउँको नयाँ भिडियो अर्को पार्टमा राख्नेछु। थ्याङ्क यू। अर्को पार्ट हेर्नको लागि मेरो टिकटक आइडीमा फलो र युट्युब च्यानलमा गएर सब्सक्राइब गर्नुहोला। धन्यवाद।